बिमारी बोक्ने गाडी पनि यस्तो ठाउँमा चाहिँ यसरी अभर पऱ्यो भने चाहिँ अब पब्लिकको चाहिँ के होला हालत चाहिँ। बस्तीको बाटो चाहिँ यस्तो चाहिँ मैले अगाडि नै भनि पनि सकेको छु होइन। मेन हाइवेकै बाटो त त्यस्तो छ भनेपछि बस्तीको मान्छेलाई चाहिँ कतिको प्रब्लम हुन्छ होला यो बाटोले गर्दाखेरि। अलिक माथिको भिडियो मैले बनाएको छु, त्यो पनि तपाईँहरूले हेरिदिनुहोस् होला। यहाँ चाहिँ है बाटो यस्तो भएको कारणले गर्दाखेरि चाहिँ गाडी उकालो चढेन हो। यस्तो छ बाटो चाहिँ हो, यस्तो बाटो भएकोले गर्दा चाहिँ गाडी नै उकालो चढेन। पुरा स्किड गरेर यो खोलाको बगर जस्तो भएर छ बाटो हो। त्यही माथि फेरि बाटो चाहिँ यस्तो छ, यहाँनिर चाहिँ यस्तो बाटो छ। भरे च्याम्बरहरू ठोकेर भरे गाडी भरे यतै थन्किनु पनि सक्छ, जबरजस्ती गर्दिनँ म। यस्तो छ बाटो यहाँ चाहिँ खोलाको बगर जस्तै। अहिले ब्याक गर्दाखेरि पनि ब्रेकले नथामेर बिजोकले तलसम्म चाहिँ पुरा जग्गाबाट चाहिँ बाइचान्स बिमार भएर राति हुँदा एम्बुलेन्स चढेन। हुन त मेरो यो बिमारी बोक्ने गाडी होइन। अब बिमारी बोक्ने गाडी पनि यस्तो ठाउँमा चाहिँ यसरी अभर पऱ्यो भने चाहिँ अब पब्लिकको चाहिँ के होला हालत चाहिँ। आज चाहिँ मलाई घाँटी दुखेर मलाई बोल्नु पनि एकदम धेरै साह्रो परिरहेछ। मार्गी लागिरहेको धेरै दिन भइसक्यो होइन बिमार भएको। मेडिसिन लिँदैछु भए पनि बोल्नु अलिकति मलाई साह्रो परिरहेको छ।